नमस्कार। आज हामी आस्था हेल्थ टकमा फेरि पनि एउटा नयाँ समस्याको बारेमा डिस्कसन गर्दैछौँ। म डाक्टर राजेन्द्र पौडेल आस्था अस्पतालमा कन्सल्टेन्ट फिजिसियनको रूपमा कार्यरत छु र मसँग आज हुनुहुन्छ डाक्टर सार्जन कुमार। उहाँ हाम्रो आस्था अस्पतालमा जनरल तथा ल्याप्रोस्कोपिक सर्जनको रूपमा कार्यरत हुनुहुन्छ। डाक्टर साहब नमस्कार, स्वागत छ यहाँलाई। नमस्कार, म डाक्टर सार्जन कुमार। म विगत 4 वर्षदेखि यस आस्था किडनी एन्ड स्पेसलाइज्ड हस्पिटलमा जेनरल एन्ड ल्याप्रोस्कोपिक सर्जनको रूपमा काम गरिरहेको छु। डाक्टर साहब, आज हामी दुवैजना छलफलै गरौँ। सामान्य बिरामीहरू धेरै लिएर आउने समस्या पेट दुख्ने, मुख्य गरी हामी माथिल्लो पेट दुख्ने, नाइटोभन्दा माथिको पेट दुखाइहरू, त्यसको बारेमा छलफल गरौँ। त्यसमा यो चाहिँ मेडिकलको डक्टरहरूले पनि हेरिराख्नुहुन्छ, मैले भन्नु खोज्दा फिजिसियन डाक्टर साहबहरूले पनि हेरिराख्नुहुन्छ, त्यसबाट सर्जरीको डाक्टर साहबहरूले पनि हेर्नुपर्ने केसेसहरू हुन्छ। तपाईँकोमा चाहिँ पेट दुखेर आउने बिरामीहरू कस्तो कस्तो समस्या अथवा के डायग्नोसिस भएको बिरामीहरू आउनुहुन्छ धेरै जस्तो? सामान्यतया अब सर्जरी भनेपछि धेरै जसो दुखेकै बिरामी नै आउनुहुन्छ। अब माथिल्लो पेट दुख्यो भने चाहिँ धेरै जसो अहिले हाम्रो समाजमा कस्तो छ भन्दाखेरि माथिल्लो पेट दुख्यो भन्ने बित्तिकै ग्यास्ट्रिक, यसो माथिल्लो पेट दुख्नुपर्छ, बिरामी जहाँ पनि क्लिनिकमा जाने पेन्टोप्राजोल लिने खाने गर्नुहुन्छ। तर कहिलेकाहीँ चाहिँ माथिल्लो पेट दुखाइ धेरै ठुलो रोगको लक्षणहरू पनि हुनसक्छ है। अब कहिलेकाहीँ हामीले भन्दाखेरि यो पेनक्रियाटाइटिस भन्छ, हाम्रो शरीरको पेनक्रियाज भन्ने 7 पत्रे कहिलेकाहीँ सुन्निएको हुन्छ, जुन चाहिँ सामान्यतया हाम्रो यो रक्सी खाने मान्छेमा अथवा चाहिँ कहिलेकाहीँ पित्तथैलीमा ढुङ्गा भएको मान्छेमा जुन ढुङ्गा तल सरे पछाडि यस्तो समस्या देखिन्छ। अहिले सामान्य हेर्दाखेरि सुरुवातीमा पेट दुखाइ मात्रै हुन्छ, तर यसको कम्प्लिकेसनहरू एकदम ठुलो ठुलो कम्प्लिकेसनहरू हुन्छ। अनि त्यो बाहेक अरू कुरा हाम्रो सर्जिकल कहिलेकाहीँ आन्द्राहरू पाल परेर एकदम लामो समय ग्यास्ट्राइटिस भएको बिरामीहरूमा यो एसिडको कारणले गर्दा कहिलेकाहीँ आन्द्रा पाल पर्छ, त्यो पाल परेको कारणले गर्दा पनि आउनुहुन्छ। त्यो बाहेक कहिलेकाहीँ हाम्रो यो पित्तथैलीको ढुङ्गाहरूको कम्प्लिकेसनले गर्दा कहिलेकाहीँ पित्तथैली सुन्निएर कहिलेकाहीँ पिप परेर अथवा चाहिँ कहिलेकाहीँ ढुङ्गा तल सरेर हाम्रो यो पित्त नलीमा ढुङ्गा सर्छ, त्यो बेला पनि हाम्रो माथिल्लो पेटको दुखाइले गर्दा बिरामी आइराख्नुहुन्छ। अब त्यो बाहेक कहिलेकाहीँ हाम्रो यो फियोको समस्या, स्प्लिनको समस्या, स्प्लिनको इन्फेक्सनदेखि लिएर कहिलेकाहीँ चाहिँ स्प्लिनको ट्रमाहरू नि भयो होइन, अरू कुरा त्यो समस्या लिएर पनि आउनुहुन्छ। अर्को त्यो लगायत अर्को हाम्रो कलेजोको समस्याहरू है। अब मैले सर्जिकल भन्दाखेरि चाहिँ कहिलेकाहीँ कलेजोमा ढुङ्गा बने पनि हुन्छ, जसले हामीले हेपाटोलिथेसिस भन्छौँ। जस्तै पित्त थैलीमा ढुङ्गा भयो भने हाम्रो कोलिलिथेसिस भन्ने छ, एकदम हाम्रो समाजमा एकदम धेरै हुने रोग हो, त्यो समस्या लिएर पनि आउनुहुन्छ है। अनि कहिलेकाहीँ चाहिँ हामीले देखेको यो कहिलेकाहीँ रगतको नसाहरू ब्लक भएर है, हाम्रो यो आन्द्रामा रगत पुर्याउने नसाहरू हुन्छ, त्यो कहिलेकाहीँ ब्लक भयो भने पुरै आन्द्राहरू कुहिन्छ। त्यस्तो समस्या लिएर आउनुको बिरामी पनि कहिलेकाहीँ भेटेछु। सुरुमा हेर्दा एकदम सामान्य पेट दुखाइ हुन्छ, तर त्यसको पछि अपरेसन गर्दा पुरै माथिल्लो आन्द्रा सबै कुहिएको पनि त्यस्तो भएको भेटेको छु। अब डाक्टर साहबले भने जस्तै अब मेडिकल पनि हुन्छ, सर्जिकल केसेस पनि हुन्छ होइन। जस्तै हामी भएको ठाउँमा आउने बिरामीहरू धेरै जस्तो हजुरले भने जस्तै अब ग्यास्ट्राइटिस भन्छौँ नि हामी होइन, एसिड पेक्टिक डिजिज, त्यही भएको बिरामीहरू आउनुहुन्छ। अब त्यसलाई पनि हामीले सुरुमा मेडिकल म्यानेजमेन्ट गर्ने बेलासम्म अब इन्डोस्कोपी गरेर हेरिन्छ, अल्सरहरू होला, त्यसलाई उपचार गर्ने बेलासम्म हामीहरूले हेरेर आउँछौँ। ग्यास्ट्राइटिसकै बिरामीलाई पनि सर्जरीको डाक्टर साहबहरूले हेर्नुपर्ने अवस्था आउँछ नि, त्यसको बारेमा के भन्नुहुन्छ? हाम्रोमा पनि ग्यास्ट्राइटिसको बिरामीहरू धेरै नै आउनुहुन्छ। कहिलेकाहीँ बिरामीहरू ओभर कन्सियस हुनुहुन्छ, कहिलेकाहीँ चाहिँ एकदम दुख्ने भन्ने बित्तिकै मेरो आन्द्रामा समस्या भएको छ कि आन्द्रा पाल पऱ्यो कि भनेर हामीकोमा आउनुहुन्छ। ग्यास्ट्राइटिसको बिरामीहरू हामीले पनि कहिलेकाहीँ इन्डोस्कोपी गरेर हेर्छौँ। त्यस्तो समस्याहरू के छ भने इन्डोस्कोपी गरेर बायोप्सी लिने होइन, अरू त्यो समस्याहरू हाम्रोमा धेरै नै आउनुहुन्छ ग्यास्ट्राइटिसको बिरामीहरू पनि। अब ग्यास्ट्राइटिस भएपछि अब युजुअल्ली मेडिसिन डिपार्टमेन्टमै धेरै जस्तो केसहरू आइराख्नुहुन्छ होइन। अब हामीले युजुअल्ली सर्जरीलाई रिफर गर्नु भनेको पर्फोरेसन भयो, अल्सर भएर पर्फोरेसन भयो होइन, पर्फोरेसनलाई चाहिँ रिपेयर गर्नु पऱ्यो भन्ने भयो भने चाहिँ धेरै जस्तो पर्फोरेसन पेरिटोनाइटिस भएको पेसेन्टहरू युजुअल्ली सर्जरीमा रिफर गरिन्छ। यस्तै गरी हामीले रुटिनली हेर्ने बेलामा अघि तपाईँले भने जस्तै अब यो ग्यास्ट्राइटिसको बिरामी, अब पित्तथैलीमा पत्थरी परेको अथवा पित्तथैलीको इन्फेक्सन भएको बिरामी हामी कोलिसिस्टाइटिस भन्छौँ होइन, त्यो अनि सँगसँगै पेन्क्रेटाइटिस भएको बिरामीहरू भनेको लगभग ओभरल्यापिङ प्रेजेन्टेसन एउटै खालको लक्षणहरू लिएर आउनुहुन्छ होइन। त्यो भइसकेपछि त्यसलाई छुट्याउनलाई अलिकति अब यत्तिकै क्लिनिकली छुट्याउन कहिलेकाहीँ गाह्रो परेर आउँछ होइन। त्यो भन्दा तपाईँहरूकोमा कमनली जाने अब भनौँ न पित्तथैलीमा पत्थरी परेर आउने अथवा पित्तथैलीको इन्फेक्सन भएर आउने बिरामीहरू, तिनीहरूको चाहिँ कस्तो लक्षण लिएर आएको पाउनु भएको छ? यो पित्तथैलीमा पत्थरी हुने पनि हाम्रो समाजमा एकदम धेरै नै छ है। हाम्रो किन भन्दा खानपिनदेखि लिएर अहिले त हाम्रो लाइफस्टाइल पनि अचेल एकदम धेरै चेन्ज भएको छ। पहिला मान्छेहरू काम धेरै गर्ने, सबै कुरा गर्ने, अचेल हाम्रो नेपालीहरूको पनि सेडेन्ट्री लाइफस्टाइल एकदम धेरै बढेको छ। यो सेडेन्ट्री लाइफस्टाइल, त्यसमा पनि हामीले खानेकुराहरूको
खराबीले गर्दाखेरि यो पित्तथलीको समस्याहरू अचेल एकदम धेरै सानो उमेरमा पनि देखिन लागेको छ। मैले सबभन्दा सानो उमेरको 4 वर्षको बच्चाको पनि पित्तथलीमा ढुङ्गा परेर अपरेसन गर्नु परेको छ। तर त्यसमा चाहिँ खास गरी रगतको खराबीले गर्दाखेरि ढुङ्गा बनाएको थियो त्यो बाबुको। तर पनि हाम्रो समाजमा चाहिँ एकदम धेरै देखिन्छ। सामान्यतया यसको लक्षण भनेको चाहिँ खाना खाए पछाडि चाहिँ हाम्रो यो माथिल्लो पेटमा एकदम दुख्ने समस्या हुन्छ है। अनि हामीले त्यही अब ग्यास्ट्रिक भन्छौँ, औषधि खान्छौँ, बस्छौँ है। अनि त्यस पछाडि यसको कम्प्लिकेसनहरू आउँछ है। त्यो पित्तथलीमा भएको ढुङ्गाले चाहिँ पित्तथली सुन्निन सुरु गर्छ। जुन सुन्निन सुरु गरेपछि दुखाइ हाम्रो केही छिनमा कम हुने चाहिँ हुँदैन। यो चाहिँ लामो समयसँग दुख्छ, सुन्निन्छ, कहिलेकाहीँ पित्तथली फुट्ने पनि हुन्छ है। त्यस्तो समस्या भयो भने चाहिँ बिरामी सहनै नसक्ने पेट दुखाइ भएर चाहिँ हस्पिटलमा आउनुहुन्छ। अनि अब पेट दुखाइ, माथिल्लो पेट दुखाइको कुरा गर्दाखेरि अब पित्तथलीको समस्या लिएर हामीकोमै आउने बिरामीहरू पनि पित्तथलीको इन्फेक्सन भएर आउनुहुन्छ कि। जस्तै पित्तथलीमा पत्थरी भयो भने त अब तपाईँहरूले साइज हेरेर अरू कन्डिसन हेरेर अपरेसन गरिहाल्नुहुन्छ होइन। पित्तथलीको अपरेसन पित्तथली फाल्ने नै हुन्छ, त्यसमा ढुङ्गा मात्रै फाल्ने भन्दा पनि धेरै जस्तो केसमा होइन। अब पित्तथलीको इन्फेक्सन लिएर आउनुभएको केस हुन्छ। जस्तै अस्ति भर्खरै पनि हामीले एउटा केस हेरेको थियौँ होइन, दुवैजनाले सँगै कोलिसिस्टाइटिस भनेर केस। त्यो केसेसहरूमा चाहिँ अपरेसनको कुरा के छ? डाक्टर साहबले भन्नुभएको कुरा मलाई एकदम यो कुरा मलाई भन्न मन लागेको कुरा थियो कि सबै कस्तो हुन्छ भन्दा हामीले अब ढुङ्गा पऱ्यो, मृगलामा ढुङ्गा परेछ, मान्छेले कस्तो सोच्नुहुन्छ भन्दा ढुङ्गा मात्रै निकाल्ने भन्नुहुन्छ। पित्तथलीको नि अनि अपरेसन गर्नु पऱ्यो भनेर आउनुहुन्छ। अनि अपरेसन गर्दा ढुङ्गा मात्रै निकाल्ने होला, पित्तथली त केही गर्ने होइन भन्नुहुन्छ कि। अनि किन ढुङ्गा परेछ, अर्गान नै हाम्रो पित्तथली नै पुरै किन निकाल्नु भएको होला भन्ने कुरा क्वेसन हामीलाई चाहिँ एकदम धेरै आइरहेको हुन्छ कि। यसको लागि चाहिँ हामीले यो खास गरी पित्तथलीमा ढुङ्गा किन बन्छ भन्नेबाट चाहिँ हाम्रो कुरा सुरु हुन्छ कि। अब ढुङ्गा बन्नको लागि चाहिँ खास गरी पित्तथली जब काम गर्न छोड्छ, जुन आफूले खाना खाइसकेपछि कन्ट्र्याक्सन हुनुपर्ने हो, पित्तथली कन्ट्र्याक्सन हुन छोडेपछि चाहिँ ढुङ्गा बन्ने हो है। त्यही भएर कस्तो पित्तथलीमा ढुङ्गा बन्छ भन्दाखेरि जुन बिग्रेको पित्तथली छ त्यसमा ढुङ्गा बन्ने हो। र अब त्यो बिग्रेको कुरामा हामीले के गरिन्छ, अपरेसन गरेर मिल्न त मिल्छ, ढुङ्गा मात्रै निकाल्नु, पित्तथलीलाई त्यहीँ छोडिदिउँ भन्यो भने त्यसको लगभग 2 महिना 3 महिनामा फेरि ढुङ्गा बन्छ नै है। त्यही भएर अर्कोचोटि 2 महिनामा अपरेसन गर्नुभन्दा पित्तथली त्यो बिग्रेको अर्गान निकाले पछाडि समस्याहरू पनि एकदम कम नै हुन्छ। किन भन्दा त्यसले काम गरेकै थिएन, काम नगरेको अर्गानलाई निकाल्दाखेरि समस्या नआउने कारणले गर्दा हामीले पित्तथली पुरै निकाल्छौँ है। यो ढुङ्गा मात्रै निकाल्ने अपरेसन गरेर चाहिँ फाइदा चाहिँ हुँदैन है। कहिलेकाहीँ चाहिँ कुनै बिरामीको त्यस्तो ढुङ्गा मात्रै निकाल्ने अपरेसन पनि गर्नुपर्ने हुन्छ। चाहिँ कहिलेकाहीँ आन्द्रा गरेर धेरै टाँसिएको छ, त्यस्तो समस्या भएको बिरामीले कहिलेकाहीँ चाहिँ पित्तथली पुरै निकाल्न मिलेन भने हामीले आधा पित्तथली निकालेर ढुङ्गा निकालेर क्लोज पनि गर्छौँ। त्यो पनि हुन्छ कहिलेकाहीँ चाहिँ। भनेपछि धेरै जस्तो केसमा पित्तथलीको समस्या भयो, पित्तथलीमा इन्फेक्सन भयो अथवा पत्थरी पऱ्यो भने चाहिँ सामान्यतया पित्तथली पुरै नै निकाल्नुपर्ने हुन्छ होइन। अब मैले भन्न खोजेको कुरामा चाहिँ पित्तथलीको इन्फेक्सन भयो, त्यसलाई अपरेसन गर्दाखेरि अब तत्काल गर्ने कि केही समय कुरेर गर्ने कि, त्यो कुरामा पनि बिरामीहरूमा कन्फ्युजन देखिरहेको हुन्छ कि। त्यो भएर हामीले हेरिराखेकै बिरामीहरू पनि पित्तथलीको इन्फेक्सन छ भनेर बिरामीलाई भर्ना गरेर हेऱ्यो होइन। त्यो इन्फेक्सन सुकाउनु पऱ्यो पहिला भन्ने कुरा हुन्छ होइन। त्यस पछाडि कति समय पछाडि अपरेसन गर्दा राम्रो हुन्छ? यो पनि हाम्रो यो अहिले सर्जन्सहरूको बिचमा एउटा डिबेटेबल क्वेसन नै जस्तो हो। यो अपरेसन पित्तथली सुन्ने पछाडि कहिले अपरेसन गर्ने भन्ने कुरा हाम्रो बिचमा एउटा डिबेटको क्वेसन जस्तै हो। तर अब हाम्रो सबै स्टडीहरूमा कस्तो आएको छ भने कि चाहिँ अपरेसन एकदम छिटो गर्नु पऱ्यो होइन। आज तपाईँको पित्तथली सुन्निएको छ भने तुरुन्त गर्न पायो भने चाहिँ एउटा कुरा सेफ हुन्छ है। कस्तो हुन्छ, पित्तथली सुन्ने पछाडि चाहिँ सुन्निएको पित्तथलीमा गएर वरपरको आन्द्रा गएर टाँसिने हुन्छ। त्यो टाँसिनेको लागि हाम्रो 5-7 दिन लाग्छ, सुरुमै गएर टाँसिँदैन है। त्यो सुरुमा नटाँसिएको बेलामा अपरेसन गर्न पाइयो भने चाहिँ त्यो बेलामा अपरेसन गर्न मिल्छ है। तर अब जब 5-7 दिन कट्छ त्यस पछाडि गएर सबै आन्द्राहरू जोडिएको हुन्छ, त्यो बेलामा अपरेसन गर्दा आन्द्राहरूलाई छुट्याउने क्रममा कहिलेकाहीँ आन्द्रामा चोटपटक लाउन सक्ने समस्या भएको कारणले गर्दा हामीले सकेसम्म जुन पित्तथली सुन्निएको 5-7 दिन छ भने चाहिँ अपरेसन गरिहाल्छौँ। त्योभन्दा धेरै भएको छ भने हामीले त्यो इन्फेक्सनलाई कन्ट्रोल हुनलाई वेट गर्छौँ, एन्टिबायोटिकहरू दिन्छौँ। त्यसको लगभग हामीले 1 महिना जति वेट गर्नुपर्ने हुन्छ। 1 महिनामा त्यहाँको इन्फेक्सनहरू सबै ठिक हुन्छ, त्यस पछाडि बल्ल अपरेसन गर्छौँ। ओके, भनेपछि लगभग अहिले इन्फेक्सन सन्चो हुन्छ, यानि इन्फेक्सन सुक्छ, त्यस पछाडि बल्ल अपरेसन सजिलो हुन्छ अनि अपरेसन गर्ने भन्ने कुरा भयो होइन। त्यसमा अब पित्तथलीको बारेमा लगभग धेरै कुरा नै हामीले डिस्कसन गरिसक्यौँ होइन। त्यस पछाडि त्यस्तै लक्षण लिएर आउने अर्को भनेको अघि भने जस्तै प्यानक्रियासको समस्या भयो होइन। प्यानक्रियाटाइटिस भनेको प्यानक्रियाटाइटिस हामीले देखिने मुख्य कारणहरू भनेको चाहिँ नेपालमा चाहिँ रक्सीको र पित्तको पत्थरीको कारणहरू होइन। त्यो दुईवटा चाहिँ मुख्य देखिन्छ। अरू अब अहिले फाटाफुट्टा पहिला डायग्नोस्टिक टुल्सहरू पनि थिएन होइन, पत्ता लगाउन गाह्रो थियो। त्यो भएर अहिले चाहिँ अब हामीले हेर्दाखेरि रुटिनली देखिरहेछौँ, अहिले
सामान्यतया चाहिँ यो क्याल्सियमको कारणले गर्दाखेरि हुने होइन, क्याल्सियम धेरै भएर हुने, यता प्याराथाइरोइड हर्मोनको समस्याहरूले गर्दाखेरि हुने, सँगसँगै कहिलेकाहीँ औषधिहरूको सेवनले कमनली खाने औषधिहरूले पनि हुन्छ कुनै कुनै, जस्तै हामीले पिसाब लगाउनु भनेर दिएर आउँछौँ होइन, ल्यासिक्सहरू भनेर दिएर आउँछौँ नि, त्यो पिसाब मृगौलाको बिरामीहरू धेरै लिइराख्नुहुन्छ, त्यही दबाईहरूले गर्दा पनि हुने। अरू पनि दबाईहरू छ, कति एन्टिबायोटिक्सहरूले पनि गराउँछ, तिनीहरूले गर्दाखेरि चाहिँ पेन्क्रेटाइटिस हुने होइन, अटोइम्युन पेन्क्रेटाइटिस भन्छ एउटा, त्यो पनि देखिराखेकै छ होइन। अझै कतिमा चाहिँ जति पनि इन्भेस्टिगेसन्सहरू जाँचहरू गर्दाखेरि पनि पत्ता नलाग्ने खालको होइन, त्यस्तो खालको पेन्क्रेटाइटिसहरू पनि देखिरहेको छौँ। कहिलेकाहीँ पेन्क्रियाजको ग्रन्थीको बनोटमै समस्या भएर होइन, अथवा जेनेटिक कारणहरू तिनीहरू पनि छन्, त्यो सबै देखिराखेकै हुन्छन्। तर हामीले देख्ने धेरै भनेको चाहिँ रक्सीको कारण र पित्तको समस्याको कारणले गर्दाखेरि भइरहेको पेन्क्रेटाइटिस देखिरहेको हुन्छौँ। अब बिरामीहरूलाई बुझ्नुपर्ने कारण यो पेन्क्रेटाइटिस भयो कि भनेर शङ्का गर्नुपर्ने भनेको ठ्याक्कै त्यही हामीले जे कुरा गऱ्यौँ। अब रक्सी धेरै खाइराख्ने मान्छे अथवा पित्तमा समस्या भएको मान्छेले चाहिँ ठ्याक्क पेटको बिचमा दुख्यो होइन, दुखेको चाहिँ छेडे जस्तो गरी पछाडिसम्मै होइन दुख्ने, अथवा अलिकति नेउरिएर बस्दाखेरि चाहिँ अलिकति सजिलो भयो जस्तो हुने होइन, त्यही नै भन्छौँ हामीले सामान्यतया। धेरै जस्तो चाहिँ अघि भनेको जस्तै यो सबै समस्याहरू चाहिँ ग्यास्ट्रिकसँग चाहिँ कन्फ्युजन हुन्छ होइन। त्यो पेन्क्रेटाइटिसको बारेमा पनि थोरै कुरा गऱ्यौँ। अब यस्तै गरी अब हामीले अर्को बुझ्नुपर्ने कुरा, मैले मेडिसिनको पोइन्ट अफ भ्यूबाट भन्दाखेरि चाहिँ माथिल्लो पेट दुखेर आयो भन्ने बित्तिकै हामीले छुटाउनै नहुने कुरा भनेको त दुईवटा मुटु र फोक्सोलाई पनि छुटाउनु हुँदैन। जस्तै गरेर मुटुमा समस्या भयो भनेको सामान्य हार्ट एट्याक भन्छौँ नि हामी, मायोकार्डियल इन्फेक्सन, त्यस्तो भयो भने पनि कहिलेकाहीँ अब इन्फेरियरवाला एमआई भन्छौँ हामी, त्यस्तो अवस्थामा चाहिँ बिरामी पेटै दुखेर आउनसक्छ एउटा। त्यही भएर पेट दुखेर आएको बिरामीमा इसिजीको पनि एकदम महत्त्व छ। अनि कहिलेकाहीँ अब यो फोक्सोको तल्लो भागमा हामी होइन लोअर जोन निमोनिया भन्छौँ, तल्लोपट्टिको भागमा चाहिँ निमोनिया भइदियो भने पनि त्यसले गर्दाखेरि पनि ठ्याक्क पेटमा जहाँनिर ग्यास्ट्रिक हुँदाखेरि दुख्छ भन्छौँ, त्यहीँनिर दुखेर आइदिएर हुन्छ। भनेपछि सामान्यतया हामीले पेट दुखाइको बारेमा चाहिँ पेट दुखेर आउँदा, माथिल्लो पेट दुखेर आउँदाखेरि छुटाउनु नहुने रोगहरू भनेको यति नै होला होइन। अरू पनि धेरै रेयर कारणहरू त अरू पनि छ, थोरै मान्छेहरूमा हुने, तर धेरै अधिकांश मान्छेहरूमा हुने कारणहरू यिनीहरू नै हो जस्तो लाग्छ होइन। अब डाक्टर साहबहरूले चाहिँ सर्जिकल पोइन्ट अफ भ्यूमा हेर्दाखेरि चाहिँ जस्तो पेट दुखेर आएको चाहिँ रेड फ्ल्याग साइन भन्छौँ नि हामी, त्यस्तो चाहिँ के चाहिँ हेर्दाखेरि चाहिँ खतराजन्य हुन्छ भने जस्तो मान्नुहुन्छ बिरामीहरूलाई सम्झाउँदाखेरि? सामान्यतया अब पेट दुखाइ एकदम सिभियर छ भने, सिभियर पेट दुखाइ छ, अब कहिलेकाहीँ ग्यास्ट्रिकको औषधि लामो समय खाइरहेको बिरामीलाई अचानक पेट दुख्यो भने, अनि त्यसपछि बान्ता भयो भने, यो भयो भने चाहिँ अलिकति ठुलो रोगको समस्या हो कि, अथवा चाहिँ कहिलेकाहीँ पेट छुँदाखेरि पनि एकदम बेसी दुख्ने, कहिलेकाहीँ हलचल गर्दाखेरि पनि दुख्ने, बिरामी नचलिकन बस्नेसम्म भयो भने पनि यो हेर्दाखेरि बिरामी नचलिकन बसेछ भने सामान्य होला भन्ने सोचिन्छ, तर रोग चाहिँ धेरै ठुलो हुन्छ। कहिलेकाहीँ कस्तो हुन्छ, बिरामीको आन्द्रामा पाल पर्या हुन्छ, पाल परेर गर्दा इन्फेक्सनले गर्दा बिरामी चल्नै नसकेर बसिया हुन्छ, हेर्दाखेरि बिरामी नचलिकन बसिरहेको हुन्छ, सामान्य होला भनेर बसिरहेको हुन्छौँ होइन। अनि त्यस्तो समस्याहरू पनि मैले भेटिरहेको छु। अनि अर्को कहिलेकाहीँ चाहिँ क्यान्सरको समस्याहरू पनि, अब डाक्टर साहबले कतिको भेट्नु भएको छ होला, हाम्रो यो आमाशयको क्यान्सरको बिरामीहरू पनि हामीले धेरै नै भेट्ने गरेका छौँ है। अब हाम्रो समुदायमा अहिले त पेनक्रियासको क्यान्सरहरू सबै कुराहरू अचेल छिटो डायग्नोसिस हुन लाग्छ। पहिला त हाम्रो यो डायग्नोस्टिक टुलहरू थिएन, अहिले डायग्नोस्टिक टुलहरू एकदम सिटी, एमआरआई, इन्डोस्कोपिक अल्ट्रासाउन्ड, यो सबै कुराले गर्दाखेरि डायग्नोसिस अचेल छिटो हुन लागेको छ। त्यही भएर क्यान्सरको अपरेसन पनि अचेल हाम्रो अर्ली डायग्नोसिस हुने भएर अपरेसनहरू धेरै नै गर्न पाइन्छ अचेल हाम्रो यो आमाशयको क्यान्सरहरूको पनि। भनेपछि यो पेट दुखाइ सँगसँगै होइन अरू लक्षणहरू भयो, जस्तै अब बान्ता होला, बान्तामा रगत होला, दिशामा रगत होला, अघि डाक्टरले भने जस्तै पेटको दुखाइ एकदमै सिभियर होला, चल्नै नसक्ने गरी होइन, बिरामी एकदम स्टिल भएर बस्ला, त्यो सँगसँगै बिरामी एकदम धेरै दुब्लाएको होला होइन। अनि अब डिस्फेजिया भन्छौँ हामी, निल्न गाह्रो भइरहेको होला। अब सँगसँगै अघि मैले भनेको मुटुको जस्तो लक्षणहरू अथवा त्यस्तो खालको लक्षणहरू आयो भने चाहिँ हामी अलि अलर्ट हुनु पऱ्यो होइन। यो भनेपछि चाहिँ सामान्य खालको मात्रै समस्या होइन होला, यसमा अलिक गम्भीर नै सबै पेट दुखाइ चाहिँ ग्यास्ट्रिकले गर्दा हो, ग्यास्ट्राइटिसले होइन भन्ने कुरा चाहिँ बुझ्नु पऱ्यो। हामी कस्तो छ भन्दा पेट दुख्यो भन्ने बित्तिकै ग्यास्ट्राइटिस भयो, म यो पिपिआई खान्छु, पेन्टोप्राजोल खान्छु, ठिक भइहाल्छ भन्ने हुन्छ, तर सामान्य कुरा नभइकन कहिलेकाहीँ चाहिँ क्यान्सरको लक्षण पनि हुनसक्छ। अब हामीले हेरिरहेको अधिकांश बिरामीहरू जस्तै आमाशयको क्यान्सर हजुरले भन्नुभयो होइन, ग्यास्ट्रिक क्यान्सर भन्छौँ हामी, अथवा माथि खाना नलीको इस्फेगसको क्यान्सरहरू धेरै जस्तो चाहिँ हामीकोमा आउँदाखेरि सबैजना चाहिँ ग्यास्ट्रिककै जस्तो लक्षण, मलाई ग्यास्ट्रिकै भयो, ग्यास्ट्रिकै बिग्रियो, तपाईँलाई के भयो, के भएर आउनुभएको भनेर भन्दा नि मलाई ग्यास्ट्रिक भएको बाबु भन्नुहुन्छ कि धेरै जस्तो होइन। त्यो भएको भएर सबै पेट दुखाइहरू चाहिँ ग्यास्ट्रिक होइनन् भनेर चाहिँ बिरामीहरूले बुझ्नुपर्छ होइन। हुन्छ डाक्टर साहब, आज हामीले सामान्य पेट दुखाइहरू, अब माथिल्लो पेट दुखाइको सामान्य कारणहरू हामीले रुटिनली देखिने कुराहरूको बारेमा डिस्कसन गऱ्यौँ। यसको बारेमा हामी मेडिसिनले हेर्नुपर्ने कुराहरू कति हुन्छ, सर्जरीले हेर्नुपर्ने कुराहरू कति हुन्छ होइन, बिरामीहरूले बुझ्नुपर्ने कुरा कति हुन्छ, त्यो कुराहरूमा सामान्य हामी छलफल गऱ्यौँ। यो छलफलको लागि धेरै धेरै धन्यवाद।
हस् त।